सो हेलो गाइस, भेरी गुड मर्निङ सबैजनालाई है। भेरी गुड मर्निङ। अनि आज चाहिँ 6 जनवरी 2026। अहिले भनेदेखि तपाईँको टाइम भइसकेको छ 5:50 है। त अहिले भने चाहिँ म मर्निङ वकको लागि रेडी भएको छु। अनि मर्निङ वक पनि आज धेरै टाढो, कमसेकम 30-35 किलोमिटर हुनेवाला छ। त्यो पनि रोडमा कम्ती नै हुनेछ र मर्निङ वक चाहिँ आज मेरो गाउँमा पहाड चढ्ने हो, पहाडको बाटो हुनेवाला छ। र म के को मकसदले गएको अनि के को लागि जाँदैछु हजुरहरूलाई म बिचबिचमा अपडेट गर्दै गर्छु र मेरो भिडियोलाई पुरा हेरिदिनु होला है। फिलहाल भने चाहिँ म रोड पुगिसकेको छु है। रोडमा रनिङ हुँदैछ। अलि हल्का हल्का उज्यालो पनि हुनु लागेको रहेछ। हेर्नुहोस्, यतिकै कति बस्यो, अहिले त जस्ट सुरुवात मात्रै हुँदैछ। त गाइस, अहिले भने चाहिँ म रङ्गली बजार आइपुगेछु है। बजारमा कोही उठेको छैन, सुनसान कुदिरहेको छु म। अहिले बजारसम्म आइपुगेको छु। ल यहाँ माथि एटिएममा गएर एटिएममा काम छ, पैसा निकाल्नु पर्यो। एटिएमसम्म आइपुगेछु म। एटिएममा खुला त रहेछ। निक्ले छिटो। छैन क्या पैसा। Unable to process this transaction. के भयो, पैसा छैन। अर्को एटिएममा जाने बेला भयो। एटिएममा पैसा छैन, फेरि ओह्रालै फर्किने बेला यार। बिहान यहाँ रङ्गली बजारको नजारा हेर्नुहोस्। कोही दोकानहरू खुलेको छैन, दोकानहरू कुनै खुलेको छैन। हेर्नुहोस्, बिहानै म त एक्चुअली यति बेला पुगेर घर पुग्ने बेला, फर्केर घर पुग्ने भनेर सम्झेको थिएँ। खासमा चाहिँ ढिलो भयो घरमा अलिकति नानीहरूको लागि। नानी कराटे क्लास जान्छ त, त्यो अनुसार नानीको ब्रेकफास्ट बनाउँदाखेरि अलिकति ढिलो भयो हो। नत्र चाहिँ यति बेला म मेरो आफ्नो काम लक्ष्य पुरा गरेर चाहिँ घरमा फर्किनेवाला थिएँ है। हेर्नुहोस् गाइस, रङ्गली बजार बिल्कुल गाडी एकदम नचल्दा, दोकानहरू नखोलिँदा कति मजाको देख्दैछ। यहाँनिर चाहिँ एसबिआईको अघि छोडेर आएको, फेरि दुबारा कुद्नु पऱ्यो यार। माथि छ होला, म त यहाँको ध्यान दिएन कि। अघि ध्यान दिएको भए त यहाँनिर जानुहुन्थ्यो। एसबिआईको यहाँनिर छ, त्यो पनि खुला छ कि छैन यहाँ छैन भने त फेरि नजाला जस्तो भइगयो नि। नगद पैसा चाहिने अरे। यो त बन्द देख्दैछु। ओहो, एसबिआईको बन्द पो देख्दैछु त। ल हेर्नुहोस्, यो त बन्द पो देख्दैछु म। यहाँ माथि त बन्द रहेछ नि यार। एटिएम छ यहाँबाट रहेछ बाटो। फेरि हो उताबाट त मेन बाटो त बन्द रहेछ नि। यहाँबाट सिँढीबाट रहेछ नि त। यस आइपुग्यो हामी भन्ने जस्तो भएको। यहाँबाट चाहिँ बन्द गरिरहेको छ। यो चाहिँ मेन यहाँनिर दोकानको लागि है। ब्याडलक भइदिएको, अनएबल टु प्रोसेस टेम्पोरेरी अनएबल। रङ्गिली बजारमा चाहिँ
कुनै पनि एटिएममा पैसा निक्लेन हो। एटिएममा चाहिँ पैसा निक्लेन, न त सेन्ट्रल ब्याङ्कमा निक्ल्यो न त एसबिआईमा। अनि एक्सिसको त पैसै छैन यसमा, कागज चिप्काइरहेको छ। सिसको त माकुराले जाल हानिरहेको छ हो। अनि एउटा तल बार्बर सपको भैयालाई 3000 रुपियाँ अर्जेन्ट मागेर उनी पनि बजार गाउँ जानु आँट्दाखेरि अनि उनीहरूले चाहिँ 3000 दिएर त्यति पैसाले चाहिँ काम चल्छ होला भनेर चाहिँ उनीलाई धेरै धेरै धन्यवाद, थ्याङ्क यू भन्न चाहन्छु है। अनि अहिले पनि चाहिँ म जाँदैछु आफ्नो लक्ष्यपुर रङ्गली बजार। हेर्नुहोस् रङ्गली बजार धेरै उज्यालो भइसक्यो यार, यति बेला त पुगेर फर्किसक्नु पर्ने के हो यार। पुरा दोकान चाहिँ खुल्दैछ यहाँनिर, 2टा 3टा अब 7 बिस्तारै खोलिन्छ न बिस्तारै बिस्तारै घर ल। रङ्गली बजारको हनुमान मन्दिरको पनि दर्शन गरिहाल्नुहोस् है। हनुमान मन्दिरको पनि दर्शन गर्नुहोस्। यो चाहिँ पहिला म पढेको स्कुल, म पढ्दाखेरि जुनियर हाई स्कुल थियो, अहिले गभर्मेन्ट सेकेन्ड्री भएको रहेछ। म पढेको स्कुल चाहिँ हेर्नुहोस्, हेरिराख्नुहोस् साथीहरू पढेको स्कुल। ल गाइस यहाँ हेरिराख्नुहोस्, यो तपाईँको शिव मन्दिर रङ्गलीको उसको बादमा यहाँ हेर्नुहोस्। जानुपर्ने चाहिँ मेरो आजको हो लक्ष्य। यहाँ माथि जुन चाहिँ डाँडा देखिरहनु भएको छ, एउटा दुईटा डाँडा चट्टै पारेर जानुपर्ने यो डाँडालाई। यो 2टा डाँडाको पछाडि पुग्नुपर्ने हो। यहाँदेखि बाटो छ, त्यहाँदेखि खोला तरेर, खोला तरेपछि एउटा 2टा 3टा डाँडा काटेर जानुपर्ने हो। यो हेर्नुहोस् यहाँ माथि तपाईँको भानुगोलाईको नजिक यो। अनि यहाँबाट चाहिँ यता गाउँ चाहिँ चुनबट्टी भन्छ, चुनबट्टी चाङ्गेलाखा। यहाँदेखि चाहिँ मेरो पहाडी पैदल मार्च सुरु भयो है। यहाँदेखि मेरो स्टार्ट भइसकेको छ। अहिलेसम्म त रोडमा रनिङ गरेर आएँ, अब यहाँबाट उकालो त रनिङ गर्न सकिँदैन, त्यही कारण म जानु चाहिँ कहाँ गएको तपाईँहरूलाई देखाउँदै जान्छु है। ओ खोलामा ल हेर्नुहोस्, यहाँदेखि त चट्टै पुल चुडेको रहेछ नि त अन्त। आम्मा ल हेर्नुहोस् खोलाले, पुलको द एन्ड ल हेर्नुहोस्। यहाँ चाहिँ पहिला खतरनाक खोला थियो है। यहाँ चाहिँ पोखरी थियो, यहाँ पुलबाट चाहिँ हाम फाल्थ्यो हामी। हाम्रो त हाल्थेन है, अरूहरूले हाल्थ्यो है। खोलाले डल्लै रुपे बाटै फेरेछ, यस्तो पुल पनि खाइरहेछ नि त हामी। ल हेर्नुहोस् चट्टै चुडाइरहेछ बाटो त। यहाँदेखि त ऊ पारिसम्म थियो बाटो, अहिले यो टेम्पोरेरी यसरी बनाएर हेत्तेरी यसरी हिँड्नुहुन्छ। ल बाटो हेर्नुहोस् यहाँबाट, आम्मा यो चाहिँ फड्के सट्टै तरेर गइसकेपछि यो पछाडि यो चाहिँ ल सिन हेर्नुहोस्। अघि मैले एटिएम निकालेको बजार हेर्नुहोस्
अघि मैले एटिएममा पैसा निकाल्नु खोजेको ल हेर्नुहोस् रङ्गिली बजार ल हेर्नुहोस् मार्केट रङ्गिली बजार यसमा हेर्नुहोस् यो मेरो गाउँ म सायदै यता यो पट्टिबाट आएको यो सेतो चम्किँदै गएको छेउछाउबाट त्यहाँदेखि 3 किलोमिटर बजार बजारदेखि यता कता भन्नु पहाडी पर्वतहरू हेर्नुहोस् लो सिन जानु छ अब उकालै उकालो बाटो चाहिँ यता परेछ सर गाउँको बाटो यस्तै हुन्छ आजभन्दा 20 साल अगाडि आउँदा पनि मैले यस्तै देखेको बाटो के ढुङ्गा हाने यसो कसै खडाक 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 बाँदर छ कि क्या हो ल यस्तै छ बाटो अब अझै लाग्छ 1 घन्टा जस्तो मलाई जानु पैदल गर्नु चाहिँ ल अझै माथि चढिसकेको छु म यहाँदेखि फेरि हेर्नुहोस् रङ्गली बजार आम्माहो ल हेर्नुहोस् अझै उकालो जानु पर्दछ यहाँ हेर्नुहोस् 20 वर्ष बादमा यो बाटो हिँड्दै हिँड्दै बाटो भोलि पठाएर कहाँ अलैँचीबारीतिर पो लागिपरेछ त 20 वर्ष भयो हिँडेको अन्त बाटो छोडिपठ चाहिँ आउँदा आउँदै हो कहाँ बाटो भने यहाँ दुःख पाएर के हो भने जस्तो जङ्गलभित्र हिँड्दा हिँड्दै जङ्गल लागिपरेको छ ल आजको ल हेर्नुहोस् आजको मर्निङ वक चाहिँ कहाँ चाहिँ जान्छ हेर्नुहोस् आम्मा हौ यो खालको मर्निङ वक चाहिँ 10 दिन गऱ्यो भने तपाईँको 20 केजी वजन घट्छ क्या ल हेर्नुहोस् बाटो आम्मा हट उकालो रहेछ नि त हो हट 20 वर्ष जस्तो भन्थ्यो यो बाटो नि अहिले त रोड सुविधाले गर्दाखेरि यो अलैँचीबारीमा काम गर्ने मान्छेहरू मात्रै अनि घरमा खाने पानीको पाइपलाइनहरू मात्रै हुँदो रहेछ अहिले कोही हिँड्दैन रहेछ क्या यो बाटो मलाई थियो यो बाटो छ भन्ने याद थियो त्यही भएर मात्रै हो ल हेर्नुहोस् आम्मामा यहाँबाट चाहिँ सनसेट भइरहेको दामी देख्दैछ अलिकति छिटो आएछु ल रोड हेर्नुहोस् तल हिउँ परेको माथि त हिउँ परेको रहेछ यो डाँडामा त हिउँ परेको रहेछ हो माथि छ रोटो यहाँ है वाउ वाउ अब यहाँबाट अलिकति हिँडेपछि रोड आइपुग्छ है म त अझै सर्टकट हिँड्दैछु क्या ल हेर्नुहोस्
अहिले भने चाहिँ घाम पनि लागिसकेको छ यहाँ आइपुग्दाखेरि। तर पनि मेरो साथीको घर थियो, यो बाटो हुँदै हुँदै जानु पर्यो। आमा कालो बिचालो पो थियो त, सानो बाटोमा तानो तर्साएन। ल के भन्नु, अब कस्तो जग्गामा आइपुगेको थियो हेर्नुहोस्। ल साह्रै दामी रहेछ सिन, हेर्नुहोस् त। ती दामी सिन रहेछ क्या। लगभग 15-20 वर्ष भयो होला हामी नभेटेको। मेरो यहाँ साथीलाई है आज भेटाएको छु। लगभग 20 वर्ष भयो होला है। हामी चाहिँ पहिलाको चाहिँ एकदम जिग्री हो। साथीले पनि भेट्दै ल एकदम म अहिले आउँछु भयो भने है। अन्त हेर्नुहोस् नाथ घर बनाएर बसेको रहेछ, घाम लाग्यो दामी। घर त फुलहरू त दामी दामी लगाएर बस झिलिमिली। यहाँदेखि अब म खास जानुपर्ने घर चाहिँ पल्लोपट्टि हो, यहाँबाट पुग्छ अरे। मानुस आम्मा बाटो त पहिला आउँदा पनि यस्तै थियो, अहिले लगभग 20 वर्ष बादमा आउँदा पनि यस्तै छ हो। यहाँदेखि सब हुन्छ स्याट निक्ल्यो अन्त। यहाँबाट चाहिँ कहाँ निक्लिँदैछ फेरि? कता छ बाटो, कसको घर हो यो? माथिबाट जाउँ न। त्यो नजरिया चाहिँ अब के भन्नु। तपाईँको सनसाइन हेर्नुहोस्। ल हेर्नुहोस् बेसी टाढा आइपुगेछ त। म त जानुपर्ने माथि हो, तल आइपुगेछ त। म त माथि हो नि हो तोरीबारी। भाइ अन्तरे चाहिँ बित्नु भएको थियो, 2020 मा बित्नु भएको रहेछ। म चाहिँ आउनु पाएन। अनि कपुर चाहिँ आज यहाँ रहेछ है। अनि यहाँ मैले दाजुको घर आइपुगेँ। यहाँ म चाहिँ बिहानै हिँडेको कारण चाहिँ यो हो। कारण चाहिँ यहाँ दाजुलाई अब के भन्नु, यसकै कारण हो यो ल्याउनु। मलाई पनि साह्रो रहर लाग्यो पाल्नु कि। अनि दाजुलाई मैले चाहिँ मिलाएँ। यो दुइटाकै लागि म बिहानै कुदेर आएको। यो एकदमै ल है गाइस, अहिले भने चाहिँ यहाँ साथीहरूकोमा खाजा खानु भनेर हो, त्यहाँदेखि अहिले भने चाहिँ
म आउँदैछु के पठाएको छ यहाँ हेर्नुहोस् न ल खसी हो ए सरी बोका पाठा यहाँ फाम्पल पनि छ सिस्नो पनि छ हो अब कहिले पुग्नु पर्ने हो यो बाख्रा लिनु आएको खासमा चाहिँ म यसलाई तानेर घिसाएर कहिले घर पुग्नु पर्ने हो अहिले चाहिँ थाकेर बिजोक भएर बसिरहेको छु अल्छी लागेर निन्द्रा पो लाग्दैछ यहाँनिर यहाँ यो पनि थाकेर बसेछ हो चरेर खाएर पनि यो पनि खाँदैछ यहाँ नि यो त मस्त सुतिरहेछ अहिले चाहिँ अब रङ्गिली बजार पुग्नु आँटेको छ धेरै टाढै छैन यहाँबाट घरहरू देख्दैछ त गाइस आजको भ्लगलाई चाहिँ म यहीँ खतम गर्न चाहन्छु कारण म बहुत थाके पनि अनि घरमा गएर म यो भिडियोलाई कन्टिन्यू गर्नु पनि सक्दिनँ जस्तो लाग्दैछ अनि हजुरहरू सबैजनाले यहाँसम्म मेरो भिडियो हेरिदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद हजुरहरूलाई फेरि अर्को भ्लग लिएर म आउनेछु तब तकको लागि हजुरहरू सबैलाई थ्याङ्क्स फर वाचिङ बाई बाई